Hello guys, welcome to my mini vlog. Good morning everyone. सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु. Oh my god, एकछिन फिल्टर लाउनै बिर्सेछु एकछिन ल. फेरि फिल्टर बिना मेरो थोप्स देख्नु भएको थिएन होला एकछिनै. गाइजहरू हैन अब चाहिँ ठिक भयो नि त हैन अब चाहिँ म राम्ररी देख्थेँ नि त हैन. अहिले चाहिँ म उठिसकेको छु. उठेर ओछ्यानमै छु. अब चाहिँ बाहिर मुखसुख धोएर खाजासाजा खाएर सो बारीमा जिग्रा लिन जानुपर्ने हुन्छ. के को जिग्रा भनेर सोचिरहनु भयो होला. त्यस्तो रुखको होइन, ररी दाल काटेर हामीले चाहिँ घरमा लिएर त्यसलाई सुकाइसकेको छौँ. अनि माथि बारीमा चाहिँ त्यसको जिग्रा लिन जानुपर्ने छ गाइजहरू. मेरो मिनी भ्लग हजुरहरूलाई के कस्तो लाग्छ हेर्नुहुन्छ नि सबजनाले त्यहाँ हेरेर कमेन्ट गर्नु होला. गाइजहरू अहिले चाहिँ म मुखसुख लिनु गएँ होइन. अनि हेर्दै गर्नु होला म चाहिँ के गर्छु तपाईँहरूलाई A to Z देखाउँछु ल. इङ्ग्लिस इङ्ग्लिस बोलिदिन्छु नि फेरि गाइजहरू. अब चाहिँ म गएको बाई. अहिले चाहिँ म मुखसुख धोएर आइसकेको छु होइन. अनि मेरो चाहिँ यहाँ थालमा भात छ. म चाहिँ भात खाँदैछु. कस्तो स्वर सुकिरहेछ. अब खानासाना खाजासाजा खाएर माथि बारीमा जानुपर्ने हुन्छ. म चाहिँ खान्छु ल. मैले चाहिँ बेलुका खाना खाएको थिइनँ, भात खाएको थिइनँ. सो सुँगुरको मासु पकाएको थियो चाहिँ. अनि त्यो सुँगुरको मासु र भुटेको भात खाँदैछु. गाइजहरू हेर्नु होला मैले खाएकोमा देखाउँछु ल कसरी खान्छु. देखो न गाइज, देखो न हमारा सुँगुर खोर्सा रही है. देखो न गाइज. गाइजहरू हाम्रो सुँगुरलाई चाहिँ अर्कै खोर्सार्नु आँटेको. हाम्रो प्यारी सुँगुरहरूलाई चाहिँ हामीले यहाँ हालेको. उता एउटा नक्कली यहाँ चाहिँ यहाँ दुईवटा नक्खर मौलीहरू यहाँ चाहिँ हाम्रो चिनीहरू भुनी हुन्. अब मिनीहरूले नि माटो खाएको. उहाँको खोर चाहिँ खाली भयो. अनि गाइजहरू देख्न सक्नुहुन्छ हाम्रो दाउरा यति काटेँ मैले. अब यति छ. त्यहाँ मम्मीले काट्नु भएको मैले काट्दै थिएँ गाइज. हामी चाहिँ यति दाउराहरू काटिसकेर एकछिनमा माथि झिक्रा लिन जान्छौँ. एकछिनमा के बोल्नुहुन्छ मिनी ब्लगमा नि केही बोल्नै आउँदैन हौ गाइजहरू. म दाउरा काट्छु ल. अहिले फेरि मम्मीले मार्छन् मलाई. बाई. गाइजहरू म दाउरा काट्दैछु. फेरि त्यो एकछिन काटे जस्तो नाटक गरेको नभन्नु नि. मैले टन्नै काट्दैछु होइन कि हो होइन होला के हो. हामी दुईजना मात्र भएर हेर्नु कत्रो बनाइसकेको छौँ दाउरा. जिन्दगीमा गाह्रो छ गाइजहरू. गाह्रो छ. आया कत्रो रोक्दै. हाम्रो अभिषेक सिसले चाहिँ कोक खानुहुँदैछ. हेलो अभिषेक सिस. पुरै फेरि मुस्कानै खतरा छ नि त अभिषेक सिसको त. पूजा सिसले चाहिँ यो चाहिँ मेरो हो अनि यो पूजा सिसको. हेलो सिस. भात हालेछ. हेलो मामा सिस. सन्चै हुनुहुन्छ मामा सिस. अनि हाम्रो मम्मी चाहिँ यता आउनुहुन्छ. हेलो मम सिस. सोहिता सिस खायो ल. यो चाहिँ एक्लै लुकेर खाँदैछ.
खाएला सिसहरू पातदुवा चाहिँ यो गाइजहरू पुरा सिस्टममा चाहिँ खाँदैछौँ तो भाइको पनि लुगा कहाँ छ त उयो सरप लाएर भिजाइहाल खोइ थाल्ने भात खाने आज हामी भात खान लाग्छौँ छिटो बाई बाई अहिले चाहिँ हामी पर फुपूको घर गएर आएको दाउरा साउरा काटेर अनि के गर्नु गएको थियौँ भन्दा ट्रेनिङ गर्नु गएको थियौँ अनि आजको हाम्रो मिनी भ्लग के कस्तो लाग्छ होला म पोस्ट गर्छु नि हेरेर कमेन्ट लाइक सेयर गरिदिनु होला है माया गरिदिनु होला लाइक कसैले हाम्रो भिडियोमा त लाइकै गरिदिनु लाइक गरिदिनु म सिस्टार हो मैले गाजर लगाएको गाइस कस्तो देखिरहेको छ लिपस्टिक पनि लगाएको छु गाइजहरू फोनमा चाहिँ 3% चार्ज छ हो अनि हामी चाहिँ अब हाम्रो घर चाहिँ यहीँपट्टि हो हामी चाहिँ यहाँ खेतमा छौँ हामी चाहिँ सर्टकट बाटो आएको सो अनि अब चाहिँ हामी घर जान्छौँ गाइस आजको हाम्रो मिनी भ्लग के कस्तो लाग्छ हेरेर त्यसको के पो अब के कस्तो लाग्छ हजुरहरूलाई हेरेर कमेन्ट लाइक गर्नु होला भन्दै हामी चाहिँ आजको मिनी भ्लग यतिमै इन गर्न चाहन्छौँ बाई बाई गाइजहरू लभ यु अल सपोर्ट गर्नु होला हामीलाई हामी चाहिँ जाडो छ तर उस्तै लाग्यो देख्नु भाइ उस्तै लागेर केही देखेको छैन अलिअलि जाडो छ मैले चाहिँ ज्याकेट उसलाई यहाँ दिएको छु अघि कस्तो नराम्रो देख्यो ठुलो ज्याकेट लाएर होइन सर्ट लाएर गाइजहरू बाई 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 भनिदेऊ बाई बहिनी चाहिँ बिरामी छिन् खाना छोड्दिनन् केही भनिदेऊ न त लास्ट टाइममा लाइक गर्नु सब्सक्राइब कमेन्ट लाइक बाई बाई गाइज हामीले ब्लग पनि बनाएको छौँ हामी ब्लग पनि पोस्ट गर्छौँ सबैले हाम्रो ब्लग पनि लाइक कमेन्ट सेयर गरिदिनु सब्सक्राइब गरिदिनु होला बाई गाइज लभ यु फ्रेन्ड फेरि यो भिडियो चाहिँ जसले लाइक गर्छ त्यसलाई किस दिएकै चुप्पा यो किस चाहिँ सब लाइक गर्नेहरूलाई लाइक नगर्नेहरूलाई चाहिँ यो बाई बाई